प्रिय मन, तपाईँको हृदय आज शान्त छ? आउनुहोस्, बुद्धवाणी सुनौ। आजको यो कथा सुनेर तपाईँको जिन्दगी निकै सजिलो हुनेछ। जिन्दगीलाई कसरी जिउनुपर्छ र खुसी खुसी कसरी ठुलोभन्दा ठुलो सफलता प्राप्त गर्न सकिन्छ, त्यसको पछाडि एउटा गहिरो रहस्य आज म तपाईँलाई एउटा कथा मार्फत सुनाउनेछु। लौ त कथा सुरु गरौँ है त। साथीहरू, महात्मा बुद्ध भन्नुहुन्छ कि शान्ति हाम्रो भित्र छ। शान्ति हाम्रो भित्रबाट आउँछ, त्यसलाई बाहिर नखोज्नुहोस्। तर यदि तपाईँ आजको समयमा कुरा गर्नुहुन्छ भने आज हरेक मान्छे केवल दौडमा लागेको छ। उसलाई दौडिनु मनपर्छ, ऊ अरूभन्दा अगाडि निस्किन चाहन्छ र अरूभन्दा केही छुट्टै स्थान बनाउन चाहन्छ। तर ऊ यो बिर्सिन्छ कि जुन बाटो ऊ दौडिरहेको छ त्यो बाटो कहिले सकिँदैन र न त तपाईँले कहिले गन्तव्य पाउन सक्नुहुनेछ, किनकि यो बाटो अनन्त छ, त्यसको कुनै अन्त्य छैन। अन्तिम समयमा पनि हामी आफूलाई हेर्छौँ तब हामी आफूलाई त्यही बाटोमा उभिरहेको पाउँछौँ जहाँबाट हामीले त्यसको सुरुवात गरेको थियौँ। यद्यपि त्यो सत्य थाहा पाएर पनि मानिसहरूलाई कुनै फरक पर्दैन। उनीहरू त यो रेस, यो दौडमा जित्न चाहन्छन्। उनीहरू आफूलाई श्रेष्ठ साबित गर्न चाहन्छन्। जब कोही उनीहरूलाई सोध्छ कि तिमी आफ्नो जीवनमा के हासिल गर्यौ, तब हामी आफ्नो बखान गर्न कहिले पनि पछि हट्दैनौँ। हामी त्यसको जवाफ केही न केही गरिदिन्छौँ। मैले आफ्नो जीवनमा त्यो हासिल गरेँ। मैले यति वर्ष तपस्या मेहनत गरेपछिको पद हासिल गरेको छु। तर यसको असली मतलब उसैले बुझाउन सक्छ जसले यो सबै कुरा पाउने चक्करमा आफ्नो समय गुमाएर अहिले पनि ऊ दौडमा दौडिरहेको छ, किनकि उसलाई आफ्नो गन्तव्य अहिलेसम्म मिलेको छैन। ऊ यो अनन्त बाटोको अन्तिम छेउसम्म पुग्न चाहन्छ। तर जब हामी पछाडि फर्केर हेर्छौँ तब उसले आफूलाई त्यो बाटोमा एक्लो उभिएको महसुस गर्छ र यही हामी सबैको साथ हुनेछ। हामी सबै यसबाट बच्न सक्दैनौँ। तर जो समयभन्दा अगाडि आफूलाई चिन्न सक्छ, जो आफूलाई बुझ्न सक्छ, उनीहरू यो अनन्त यात्रालाई पहिलेदेखि नै देखिहाल्छ, बुझिहाल्छ। उनीहरू आफ्नो हरेक गल्तीलाई सुधार्ने प्रयास गर्न सक्छ। तर जसलाई जो थाहा छैन कि उनीहरू कहाँ जाँदैछन् र उनीहरूको यात्रा कहिले सकिने छैन, ती मानिसहरू यो दौडमा केवल दौडिरहन्छ। जुन कथा म तपाईँ सबैका लागि लिएर आएको छु, यस कथाको माध्यमबाट तपाईँ त्यो बुझ्न सक्नुहुनेछ कि हामी यो अनन्त यात्रालाई कसरी समाप्त गर्न सक्छौँ र यस्तो के चिज हो जसलाई हामी आफ्नो जीवनमा उतारेर आफूलाई बुझ्न सक्छौँ, चिन्न सक्छौँ, जसबाट हामी आफ्नो जीवनका सबै समस्याहरूको समाधान गर्न सक्छौँ। एक समयको कुरा हो, कुनै एक नगरीको एउटा पहाडमा एक गुरु बस्नुहुन्थ्यो। ती गुरुको ख्याति टाढा टाढासम्म फैलिएको थियो। ती गुरु धेरै ज्ञानी हुनुहुन्थ्यो, तर उहाँले आफू पुरा जीवनकालमा कहिले कसैलाई आफ्नो शिष्य बनाउनु भएन। उहाँ कहाँ धेरै मानिसहरू आउँथे र उहाँलाई भन्थे, हामीलाई आफ्नो शिष्य बनाउनुहोस्। तर उहाँ कहिले कसैलाई आफ्नो शिष्य बनाउनु हुँदैन थियो र त्यहाँबाट उनीहरूलाई भगाइदिन्थ्यो। यसरी नै समय बित्दै बित्दै गयो। समयको साथसाथै अब युवा बिस्तारै वृद्ध भइसक्नु भएको थियो। अब उहाँको दैनिक कामहरूमा पनि उहाँलाई कष्ट हुन थालेको थियो। तर उहाँको मनमा त्यो विचार उत्पन्न भयो कि यदि मैले आफ्नो जीवनमा कसैलाई आफ्नो शिष्य बनाएको भए आज त्यो शिष्यले मेरो केही त मद्दत अवश्य गरिदिन्थ्यो। तर त्यस बेला मैले कसैलाई आफ्नो शिष्य बनाइनँ। अब मसँग कोही पनि यो भन्नसम्म आउँदैन कि हे गुरुदेव, मलाई आफ्नो शिष्य बनाउनुहोस्, किनकि उहाँको शिष्य कोही भन्न चाहँदैन। सबैलाई यही लाग्थ्यो कि उहाँ पागल हुनुहुन्छ र यो पागलको शिष्य बन्न चाहला र उहाँ सबैलाई भगाइदिनुहुन्छ, कसैलाई पनि आफूसँग रहन दिनुहुन्न। त्यसै बेला एक दिन एक युवक आफ्नो झिटी कुण्डा बाँधेर ती गुरु कहाँ पुग्यो र उहाँलाई भन्न लागे, हे गुरुदेव, मैले सुनेको छु तपाईँ धेरै ज्ञानी हुनुहुन्छ, तपाईँको ख्याति टाढा टाढासम्म फैलिएको छ, तर तपाईँ कहिले कसैलाई आफ्नो शिष्य बनाउनुहुन्न। म आज तपाईँ कहाँ यही बिन्ती लिएर आएको छु, कृपया मलाई आफ्नो शिष्य बनाउनुहोस्। तपाईँले जे भन्नुहुन्छ त्यही गर्छु, तर केवल मलाई तपाईँबाट नै ज्ञान प्राप्त गर्नु छ। मैले सुनेको तपाईँ धेरै ज्ञानी हुनुहुन्छ र यही इच्छाले म यहाँ आएको छु कि त्यो ज्ञान तपाईँ मलाई दिनुहोस्, मलाई सिकाउनुहोस्। म ठुलो आशा लिएर तपाईँ कहाँ आएको छु। जब म यहाँ आइरहेको थिएँ तब हरेकले मलाई यहाँ आउन मनाही गरिरहेको थियो। हरेकले मसँग भनिरहेको थियो कि उनी कहाँ नजाऊ, ऊ धेरै पागल छ, उसले कसैलाई आफ्नो शिष्य बनाउँदैन। यदि तिमी उहाँ कहाँ गयो भने तिमीलाई गाली गरेर भगाइदिनेछ, तर तिमीलाई आफ्नो शिष्य बनाउने छैनन्। सबै मानिसहरू मलाई रोकिरहेका थिए, तर मलाई केवल तपाईँको शिष्य बन्नु छ। के तपाईँ मलाई आफ्नो शिष्य बनाउनुहुन्छ? कृपया नाइ नभन्नुहोस्। म आज तपाईँ कहाँ ठुलो आशा लिएर आएको छु।
त्यो युवकको मुखबाट यी सबै कुरा सुनेर ती गुरुवरले त्यो युवकलाई भन्नुहुन्छ, हुन्छ, आजदेखि तिमी मेरो शिष्य हौ, म तिमीलाई मेरो शिष्य बनाउँछु र भोलिदेखि म तिमीलाई ज्ञान पनि अवश्य दिनेछु। बिस्तारै रात्रिको समय भइसकेको थियो, तर यति माथि त्यो पहाडमा पानीको स्रोत थिएन। पानी लिन धेरै टाढा जानु पर्थ्यो र शिष्यलाई धेरै जोडको तिर्खा लागिसकेको थियो। ऊ पानी खोज्नका लागि यताउता घुमिरहेको थियो, यताउता डुलिरहेको थियो, तर उसले कतै पनि पानी भेट्टाएन। र जब ती गुरुले आफ्नो त्यो शिष्यलाई पानी खोजिरहेको देख्नुभयो, बाबु तिमीले यो पहाडमा कतै पानी पाउने छैनौ, आजको रात तिमीले यसरी नै बिताउनु पर्नेछ, भोलि बिहानै हामी पानीका लागि निस्कनेछौँ। यो शिष्यले आफ्नो गुरुको कुरा मान्यो। उसले जसरी तसरी आफ्नो रात त्यहाँ बितायो र अर्को दिन बिहानै ती गुरुवर र त्यो शिष्य पानीको लागि निस्किए। उनीहरू दुवै एउटा इनारको नजिक पुगे। शिष्यलाई जोडको तिर्खा लागेको थियो। उसले इनारबाट झट्ट पानी निकालेर फटाफट पिइहाल्यो, किनकि उसको घाँटी सुकेको थियो। उसलाई तिर्खा पनि धेरै जोडले लागेको थियो। त्यो देखेर ती गुरुवरले आफ्नो शिष्यलाई भन्नुभयो, मूर्ख, कतैको मलाई बिर्सियो, तिमीसँग म पनि तिर्खाएको छु कि मलाई पानीको कुनै आवश्यकता छैन। यसमा शिष्यले आफ्नो गुरुसँग माफी माग्छ र भन्छ, हे गुरुदेव, मलाई क्षमा गर्नुहोस्, मलाई धेरै जोडले तिर्खा लागेको थियो, जसकारण मलाई तपाईँको ध्यान आएन र मैले पानी पनि निकालेर आफै पहिले पिएँ। तर रोकिनुहोस्, म अहिले तपाईँका लागि पानी लिएर आउँछु। यति भनेर त्यो शिष्यले फेरि एकपटक इनारबाट पानी निकाल्यो र गुरुवरलाई पिलायो। त्यसपछि त्यो शिष्य आफ्नो गुरुसँग भन्छ, हे गुरुवर, तपाईँले भन्नुभएको थियो कि मलाई भोलिदेखि ज्ञान दिनुहुनेछ, तपाईँ मलाई भोलिदेखि सिकाउनुहुनेछ। तब ती गुरु भन्नुहुन्छ, हो, मैले भनेको थिएँ, मलाई याद छ। तब ती गुरुवरले आफ्नो शिष्यलाई भन्नुहुन्छ कि फेरि एकपटक यो इनारबाट पानी निकाल। शिष्यले गुरुको आज्ञा मान्यो र उसले पटक पटक इनारबाट फेरि पानी निकाल्यो। यो देखेर ती गुरुवरले आफ्नो त्यो शिष्यलाई भन्नुहुन्छ, भन त, अब तिमी नै मलाई बताऊ, अब तिमी नै मलाई यो बताऊ कि यो पानी, त्यो पानी जुन तिमीले पिएका थियौ, यी दुवैमा के फरक छ, यी दुवैमा के अन्तर छ? शिष्यले आफ्नो गुरुको कुरा धेरै ध्यानपूर्वक सुन्यो र त्यसपछि आफ्नो हातमा लिएको त्यो पानीलाई उसले घुरेर हेर्न थाल्यो, तर उसले केही बुझ्न सकिरहेको थिएन। उसले भन्यो, हे गुरुवर, यो पानी र त्यो पानी, यी दुवैमा के फरक छ? यो बताउनका लागि त मैले ती दुवै पानी एकैसाथ राख्नुपर्छ, तर म त्यो पानी पिइसकेँ। अब म कसरी तपाईँलाई ती दुई बीचको अन्तर बताउन सकुला र? कतै तपाईँ मलाई मूर्ख त बनाइरहनु भएको छैन, किनकि पानी त एकै नासको हुन्छ, फेरि पानीमा कस्तो भेदभाव? शिष्यको यो कुरा सुनेर ती गुरुले आफ्नो शिष्यलाई धेरै ध्यानपूर्वक हेर्नुहुन्छ र भन्नुहुन्छ, जब मान्छेको भित्र कुनै चिजको तिर्खा उत्पन्न हुन्छ र त्यो अत्यन्तै गहिरो हुन्छ, तब मान्छेले त्यो तिर्खा मेटाउनका लागि, त्यसको निवारण गर्नका लागि आफ्नो पुरै ऊर्जा, आफ्नो पुरै शक्ति लगाइदिन्छ र तब उसलाई केवल आफ्नो तिर्खा मेटाउने त्यो स्रोत नजर आउँछ, त्यो वस्तु नजर आउँछ। यसबारे उसको वरिपरि अरू पनि धेरै कुराहरू हुन्छन्, तर उसलाई त्यसको ध्यान जाँदैन। जस प्रकार तिम्रो घाँटी सुकेको थियो र तिमीलाई जोडले तिर्खा लागेको थियो, तिमीले इनारबाट पानी निकाल्यौ र झट्ट पियो। तिमीलाई एक पलका लागि पनि यो विचार आएन कि तिम्रो गुरु सँगै उभिरहेको छन् र उनलाई पनि जोडले तिर्खा लागेको छ। जसरी अहिले तिम्रो हातमा यो पानी छ र तिम्रो चारैतिर पनि धेरै कुराहरू छन्, तर पानी उस्तै भए पनि, यसको रङ, यसको स्वाद बिल्कुल उस्तै भए पनि यो त्यो पानी होइन जसको लागि तिम्रो प्राण सुकिरहेको थियो। अहिले पनि तिमीले आफ्नो हातमा पानी लिइरहेको छौ। यदि तिमीलाई जोडले तिर्खा लागेको भए तिमीले त्यो पानी पिइसकेको हुन्थ्यौ बिना कुनै परखाइ। तर अब त्यो हुन सक्छ कि तिमी त्यो पानी फालिदेऊ वा त्यसलाई इनारमा फिर्ता लगिदेऊ। यो इनारमा जति पानी छ सबै एउटै हो, सबै रङ, सबैको रूप, सबैको स्वाद एउटै जस्तो छ। तर यो त हाम्रो मनको स्थितिका कारण हामीलाई यो छुट्टा छुट्टै नजर आउँछ। अर्थात् सबै कुरा तिम्रो भित्र परिवर्तन हुन्छ, बाहिर केही होइन। आफ्नो गुरुको यो कुरा सुनेर शिष्य धेरै खुसी भयो। उसले धेरै प्रसन्नताको साथ भन्यो। आश्रमबाट निस्किने बेला ऊ आफूसँग एउटा पोको लिएर निस्किएको थियो। त्यो पोकोमा उसले लेख्ने कलम राखेको थियो। उसले तुरुन्तै त्यो कलम निकाल्यो र गुरुले भनेका ती शब्दहरू लेख्न सुरु गरिहाल्यो। त्यो देखेर ती गुरुवरले आफ्नो शिष्यलाई भन्नुहुन्छ, यो तिमीले के गर्दैछौ? त्यसको जवाफ शिष्यले आफ्नो गुरुसँग भन्छ, हे गुरुवर, तपाईँले जे भन्नुभयो म त्यसलाई बिर्सन चाहन्न। यो सबै मलाई सिक्नु छ, मलाई सम्झनु छ, जसकारण म त्यसलाई लेखिरहेको छु र पछि म यसलाई कण्ठ पार्नेछु। तब मात्र म ज्ञानी बन्न सक्नेछु, तब मात्र म मानिसलाई ज्ञान बाँड्न सक्नेछु। अन्यथा यदि म नै तपाईँका कुराहरू बिर्सिएँ भने आफ्नो जीवनमा त्यसलाई उतार्न सक्दिनँ र म यहाँ आउनु व्यर्थ हुनेछ। गुरुले आफ्नो शिष्यको त्यो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो र त्यसपछि उहाँ आफ्नो शिष्यलाई भन्नुहुन्छ, यो त सबै ठिक छ, तर अब हिँड, आश्रम जाने समय भइसकेको छ र अझै हामीले भिक्षा माग्नका लागि जानुपर्छ। यति भनेर ती गुरु र शिष्य फिर्ता आश्रमतिर लागे
र बाटोमा उनीहरूले भिक्षा पनि मागे। दुवै जब आश्रममा पुगे त्यो भिक्षाको आनन्द उठाएर रातमा त्यसलाई खाएर उनीहरू सुते। अर्को दिन बिहानै त्यो गुरुले आफ्नो शिष्यलाई जगाउनु भयो र भन्नुभयो, हिँड, हामी इनारको नजिक जानुपर्छ। यति भनेर शिष्य र गुरुवर त्यो इनार नजिक निस्किए। केही बेरपछि जब उनीहरू इनारको नजिक पुग्छ तब गुरुवरले आफ्नो शिष्यलाई भन्नुहुन्छ, पानी निकाल। त्यो शिष्यले आफ्नो गुरुवरको आज्ञा पालना गर्दै त्यो इनारबाट थोरै पानी निकाल्छ। तब ती गुरुले आफ्नो त्यो शिष्यलाई भन्नुहुन्छ, हिजो जुन तिमीले पिएका पानी थियो र आज जुन पानी निकालिरहेका छौ, यी दुवैमा के फरक छ? के तिमी मलाई बताउन सक्छौ? यसमा शिष्यले तुरुन्तै आफ्नो त्यो पोको निकाल्छ जसमा उसले ती सबै कुराहरू लेखेको थियो। जब गुरुले उसलाई ती सबै कुरा बताउनु भएको थियो कि जब मान्छेलाई कुनै चिजको तिर्खा उत्पन्न हुन्छ तब उसले त्यसलाई मेटाउन हरेक सम्भव कोसिस गर्छ र उसको वरिपरि धेरै कुराहरू हुन्छन् तर उसलाई त्यसको याद हुँदैन, उसले देख्न सक्दैन। ऊ यो पढिरहेकै थियो कि तब ती गुरुले आफ्नो त्यो शिष्यलाई भन्नुहुन्छ, मूर्ख, के गर्दैछौ? शिष्यले भन्छ, हे गुरुवर, जसरी तपाईँले मलाई बताउनु भएको थियो म त्यही ज्ञानलाई दोहोऱ्याइरहेको थिएँ र तपाईँको प्रश्नको जवाफ दिने प्रयास गरिरहेको थिएँ। तब ती गुरुवरले आफ्नो शिष्यलाई भन्नुहुन्छ, मूर्ख, त्यो पानी सुग, त्यो पानीबाट दुर्गन्ध आइरहेको छ। शिष्यले आफ्नो गुरुको आज्ञा मान्यो। उसले तुरुन्तै त्यो पानी सुक्यो। त्यसमा साँच्चीकै गन्ध आइरहेको थियो, मानव त्यो पानी सडिसकेको छ। जब ती गुरु इनारतर्फ अगाडि बढ्नुहुन्छ र इनारमा चियाएर हेर्दा त्यसभित्र एउटा जीव मरिएको थियो। जसरी तसरी ती गुरुवरले त्यो शिष्यले मिलेर त्यो जीवलाई इनारबाट बाहिर निकाले र त्यो जनावरतिर इसारा गर्दै ती गुरुवरले आफ्नो शिष्यलाई भन्नुहुन्छ, के तिमी यसलाई देखिरहेका छौ? यसमा शिष्यले भन्छ, हो गुरुवर, म यसलाई देखिरहेको छु। तब ती गुरुवर भन्नुहुन्छ, यो पृथ्वीमा जसले पनि जन्म लिएको छ उसको मृत्यु निश्चित छ। ऊ एक न एक दिन मृत्युलाई अवश्य प्राप्त हुन्छ। जब एक मान्छेले जन्म लिन्छ तब उसको जीवन सम्पूर्ण हुन्छ र मृत्यु शून्य हुन्छ। तर बिस्तारै बिस्तारै जति जति समय बित्दै जान्छ एक एक दिन ढल्दै जान्छ, जीवन घट्न थाल्छ र मृत्यु सम्पूर्ण हुँदै जान्छ। कसैको पनि मृत्यु यसै अचानक हुँदैन। जब कुनै पनि प्राणीको जन्म लिन्छ तब उसको जन्मदेखि नै यो प्रक्रिया सुरु हुन्छ र अनन्त हाम्रो यात्राले जन्मदेखि मृत्युसम्म आफ्नो यात्रा तय गर्छ। हो, यहाँ यो पक्कै हुन्छ कि कसैका लागि छोटो प्रक्रिया हुन्छ र कसैको लागि त्यो प्रक्रिया ढिलो हुन्छ, तर त्यो प्रक्रिया सबैका लागि काम गर्छ र सबैले एक न एक दिन जन्म लिएर मृत्युको त्यो सफर तयार गर्नै पर्छ। शिष्यले फेरि एकपटक आफ्नो लेखनी निकाल्यो र गुरुका ती सबै कुरा लेख्न सुरु गरिहाल्यो। तब ती गुरुले धेरै क्रोधित हुँदै आफ्नो शिष्यलाई भन्नुहुन्छ, इनारतिर हिँड। त्यो देखेर त्यो शिष्य डराउँछ र आफ्नो ती गुरुवरसँग भन्छ, हे गुरुवर, म त अहिले जवान छु, म अहिले मृत्युलाई प्राप्त गर्न चाहन्न, कृपा गरेर मलाई छोडिदिनु। तब त्यो गुरुवरले आफ्नो त्यो शिष्यलाई भन्नुहुन्छ, मूर्ख, म तिमीलाई इनारमा धकेल्ने छुइनँ। म त यो भन्दैछु कि इनारको चारैतिर एउटा पर्खाल खडा गरिदिउँ जसबाट अरू कोही यो इनारमा नखसोस्, जसले गर्दा अरू कसैले व्यर्थ आफ्नो ज्यान गुमाउन नपरोस्। दुवैले निकै मुस्किलका साथ केही दाउराहरू जम्मा गरेर इनारको चारैतिर एउटा पर्खाल बनाइदिए। जब त्यो इनारभित्र कोही खस्न सक्दैन थियो। यति मिहिनेत गरेपछि गुरु र शिष्य फेरि आश्रममा फर्किए। बिस्तारै यसरी नै धेरै दिनहरू बिते। शिष्य अब ती गुरुसँग आफ्नो अधिकांश समय बिताउँथ्यो। उहाँको सबै कुरा काम मान्थ्यो। एक दिन उसले देख्यो कि उसका गुरुवर धेरै प्रसन्न हुनुहुन्छ। तब ऊ ती गुरुवर कहाँ पुग्यो र आफ्ना ती गुरुसँग सोधे, हे गुरुवर, आज तपाईँ धेरै प्रसन्न हुनुहुन्छ कि म आज तपाईँसँग केही प्रश्न सोध्न सक्छु? तब ती गुरुवरले आफ्नो शिष्यलाई भन्नुहुन्छ, हो अवश्य। तब शिष्यले भन्छ, हे गुरुदेव, मलाई कुनै यस्तो ज्ञान दिनुहोस् जुन सबैभन्दा ठुलो होस्, जसको अगाडि मलाई अरू कुनै ज्ञान आर्जन गर्ने आवश्यकता नपरोस्। त्यसै पनि दिन प्रतिदिन तपाईँ वृद्ध हुँदै जानुभएको छ र तपाईँको मृत्यु कहिले आउनेछ यो जान्दिनँ। त्यसैले तपाईँ मलाई यो ज्ञान दिइहाल्नु, तब मात्र म तपाईँको ज्ञानलाई मानिसहरूसम्म फैलाउन सक्नेछु। तब मात्र मानिसहरूले तपाईँको बारेमा जान्न सक्नेछ। ऊ आफ्नो लेखनी लिएर बस्यो, यस प्रतीक्षामा कि गुरुदेवले उसलाई केही बताउनु हुनेछ, कुनै यस्तो ज्ञान जुन धेरै ठुलो छ। तर ती गुरुवरले आफ्नो त्यो शिष्यलाई केही भन्नु भएन। बस उहाँ चुपचाप बसिरहनु भयो। उहाँ धेरै बेरसम्म यसरी मौन रहिरहनु भयो। यसपछि त्यहाँबाट उठेर जानुभयो। त्यो शिष्य चुपचाप त्यो सबै हेरिरहेको थियो र जब गुरुवर त्यो ठाउँ छोडेर जानुभयो तब उसले लेखनीमा लेख्यो, सबैभन्दा ठुलो ज्ञान मौन। अर्को दिन फेरि उसले गुरुवरसँग त्यही प्रश्न गर्यो। त्यसपछि पनि गुरुदेवले उसलाई जवाफ दिनु भएन। उहाँ निकै बेरसम्म मौन रहिरहनु भयो, फेरि उठेर जानुभयो। यसो गर्दा गर्दै धेरै दिन बित्यो। दिनबाट हप्ता, हप्ताबाट महिना, लगभग 1 वर्षपछि पनि उसले केवल एउटै जवाफ पाएको थियो, सबैभन्दा ठुलो ज्ञान मौन। त्यसबाहेक उसको लेखनीमा उसले अरू केही लेखेकै थिएन, किनकि ती गुरुवर जब प्रश्न सुन्नुहुन्थ्यो तब उहाँ मौन हुन्थ्यो र आफ्नो त्यो शिष्यलाई केही भन्नुहुन्थ्यो। त्यसकारण त्यो शिष्य पनि हर रोज आफ्नो लेखनीले केवल एउटै कुरा लेख्थ्यो,
सबैभन्दा ठुलो ज्ञान मौन। तर अब उसको धैर्यताको बाँध टुट्दै गएको थियो। एक दिन राति उसलाई निन्द्रा लागिरहेको थिएन। ऊ यताउता कोल्टे फिरेर बसिरहेको थियो। जुनिलो रात थियो। ऊ आश्रमबाट बाहिर निस्कियो र बाहिर बसेर त्यो सोच्न थाल्यो कि आखिर गुरुदेव मलाई त्यो सबैभन्दा ठुलो ज्ञान किन दिइरहनु भएको छैन? के उहाँ मलाई दिन चाहनुहुन्न वा म अहिलेसम्म यसको लायक भएको छैन कि त्यो ज्ञान बुझ्न सकौँ? यस प्रकार उसको मनमा हजारौं प्रश्नहरू चलिरहेको थियो। हजारौं प्रकारका विचारहरू उत्पन्न भइरहेको थियो। त्यसै बेला अचानक उसले एउटा चराको आवाज सुन्यो। उसको पुरा ध्यान त्यो चराको आवाजमा गयो र तब उसले महसुस गर्यो कि चारैतिर हावा चलिरहेको थियो। पातहरूको सरसराटको आवाज, चिसो हावा चलेको आवाज, चारैतिर सन्नाटा छाएको। ऊ त्यो सबै महसुस गर्न सकिरहेको थियो। उसले त्यो सन्नाटाको आवाजलाई ध्यान दिएर महसुस गर्यो र आफ्ना आँखाहरू बन्द गर्यो र निकै ध्यान दिएर ती आवाजहरू सुन्न थाल्यो। उसको मन बिल्कुल शान्त भयो र अहिलेसम्म पहिलो पटक उसले आफ्नो मनलाई यति शान्त महसुस गरेको थियो। पहिलो पटक ऊ आनन्दित महसुस गरिरहेको थियो। ऊ त्यो बिर्सिरहेको थियो कि उसलाई ठुलो ज्ञानको बारेमा अहिलेसम्म ती गुरुवरले केही बताउनु भएकै छैन। तब उसले सोच्यो कि जुन आज अनुभव मैले प्राप्त गरेको छु यसलाई म आफ्नो गुरुवरलाई अवश्य बताउने छु। त्यसकारण ऊ त्यो अनुभव लेख्नका लागि आफ्नो लेखनी निकाल्छ। तब उसले देख्छ कि उसले आफ्नो कापीको सबै पानाहरूमा केवल एउटै कुरा सिकेको छ, सबैभन्दा ठुलो ज्ञान मौन। तब उसलाई त्यो पनि महसुस भयो कि ती गुरुवर त उसलाई सबैभन्दा ठुलो ज्ञान दिइरहनु भएको थियो, तर ऊ नै त्यसलाई बुझ्न सकिरहेको थिएन। सबैभन्दा ठुलो ज्ञान त त्यही हो। तर जे उसले अनुभव गरेको थियो त्यो अनुभवलाई ऊ फेरि महसुस गर्न चाहन्थ्यो। त्यसकारण ऊ पुरै रात सुतेन र फेरि त्यहीँ गएर बस्यो। रातभर ती आवाजको अनुभव सुनिरह्यो, शान्तिलाई महसुस गरिरह्यो। बिहान भइसकेको थियो। ऊ बिहानै उठेर आफ्नो गुरुवर कहाँ आयो र त्यो शिष्यका गुरु ध्यानमा लीन हुनुभयो र चुपचाप त्यहीँ आयो। त्यहाँ बसेर उहाँलाई शान्तिले हेरिरहनुभयो। जब ती गुरुवरले आफ्नो आँखा खोल्नुभयो तब आफ्नो त्यो शिष्यलाई आफ्नो अगाडि पाउनुभयो र उहाँ उसलाई देख्ने बित्तिकै त्यो बुझिसक्नु भएको थियो कि उसले मौनता पाइसकेको छ, उसले शान्तिको आवाज गरिसकेको छ। गुरुले आफ्नो शिष्यसँग भन्नुभयो, मौन कुनै ज्ञान होइन, मौन ज्ञानको आधार हो र यसले हामीलाई देखाउन सक्षम छ कि जसलाई हामी आफ्ना आँखाहरूले देख्न सक्दैनौँ। बाहिर चाहे जतिसुकै हल्ला होस्, चाहे जतिसुकै भिड होस्, तर मनभित्र मौन हुनुपर्छ। आफ्नो गुरुवरको मुखबाट यो कुरा सुनेर आफ्नो लेखनी र आफ्नो पुस्तक गुरुको चरणमा राखिदियो र त्यसपछि उसले कहिले केही लेखेन। उसले केवल ती सबै कुराहरूलाई महसुस गर्यो र बिस्तारै एक दिन उसले असली ज्ञान प्राप्त गर्यो। साथीहरू, हामी पनि आफ्नो जीवनमा जन्मदेखि लिएर हाम्रो अन्तिम समयसम्म केही न केही जम्मा गर्न चाहिरहन्छौँ, लागिरहन्छौँ। जति गर्न सक्छौँ त्यति गर्छौँ, तर त्यसका बावजुद पनि हामी अझ धेरै पाउने चाहना गर्छौँ। हामी अझ धेरै जम्मा गर्न चाहन्छौँ, जसले हाम्रो मनमा सधैँ एउटा अशान्ति रहन्छ, जसले हाम्रो मन सधैँ विचलित भइरहन्छ र हामी कहिले पनि एउटा लक्ष्यतिर अगाडि बढ्न सक्दैनौँ। तर त्यसका बावजुद पनि हामी कहिले पनि आफूलाई एक पलका लागि शान्त हुन दिँदैनौँ। एउटा कामबाट अर्को काम, दोस्रो काम, तेस्रो काम, चौथो काम, यसरी नै हामी आफ्नो पुरा जीवन यसै गुमाइदिन्छौँ। तर हामी कहिले पनि एक पलका लागि मौन रहँदैनौँ। त्यसै कारणले गर्दा हामी जीवनभर केवल भोगिरहन्छौँ, भागिरहन्छौँ, तर आफ्नो भित्रको त्यो शान्ति अनुभव कहिले गर्दैनौँ र पाउँदैनौँ। जसकारण हामी सबै कुरा प्राप्त गरेर पनि केही प्राप्त गर्न सक्दैनौँ। हाम्रो जीवन पुरा व्यस्त रहन्छ। त्यसैले साथीहरू, यदि तपाईँ पनि आफ्नो जीवनमा भाग्दा भाग्दा थाकिसक्नु भएको छ भने एक पलका लागि मौन धारणा गर्नुहोस्, किनकि त्यसले तपाईँलाई त्यो ऊर्जा प्रदान गर्नेछ जसबाट तपाईँ आफ्नो जीवनमा एउटा सही दिशा प्राप्त गर्नुहुनेछ। आफ्नो भित्र चिहाउने प्रयास गर्नुहोस्। हामीमध्ये अधिकांश मानिसहरू मौन व्रत बस्छौँ, तर केवल त्यो माथिल्लो तवरमा हुन्छ र भित्रदेखि हाम्रो मन बिल्कुल अशान्त रहन्छ। हामीलाई कुनै कुरामा चयन मिल्दैन। हामी केवल त्यहाँ यहाँ भागिरहन चाहन्छौँ, केही न केही जम्मा गर्न चाहन्छौँ। त्यसबाट हामीलाई कहिले शान्ति मिल्दैन र हामी यसै गरी त्यो जीवन भागदौडमा लागिरहन्छौँ। अब तपाईँहरूमध्ये धेरैले यो भन्नुहुनेछ कि मौनता कसरी प्राप्त गर्ने, कसरी हामी आफ्नो मनभित्र चिहाउने, कसरी हामी आफ्नो मनलाई शान्त पार्ने। त्यसको एउटा धेरै नै सरल र सिधा उपाय छ, ध्यान। आफ्नो विचारलाई आफूलाई ध्यान दिएर सुन्नुहोस्, हेर्नुहोस्। तपाईँ दिनभर के गरिरहनु भएको छ, तपाईँले कहाँ कति समय दिइरहनु भएको छ। जब तपाईँ कुनै कुरा भइरहेको देख्नुभएको छ, जब तपाईँको मनमा कस्तो प्रकारको विचारहरू उत्पन्न गरिरहेको छ, तब तपाईँ त्यो कुरा बुझ्न सक्नुहुनेछ कि तपाईँ कति व्यर्थका कुराहरू सोचिरहनु भएको छ जसको वर्तमानसँग कुनै सम्बन्ध छैन। र एउटा कुरा तपाईँ त्यो पनि धेरै राम्ररी जान्नुहुन्छ होला कि तपाईँलाई तपाईँभन्दा राम्ररी अरू कसैले चिन्न सक्दैन। त्यसैले तपाईँले भन्दा अरू कसैले राम्रोसँग परिवर्तन गर्न सक्दैन। तपाईँ जस्तो हुनुहुन्छ, चाहनुहुन्छ, त्यस्तै आफूलाई बनाउन सक्नुहुन्छ। त्यसैले कोसिस गर्नुहोस्, निरन्तर कोसिस गर्नुहोस्, गरिरहनुहोस्।
तपाईँले मौनलाई पनि अवश्य पाउनुहुनेछ र आफ्नो जीवनलाई एउटा सही दिशा र दशा दिन सक्षम हुनुहुनेछ। साथीहरू, आशा छ कि तपाईँले आजको यो भिडियोबाट पक्कै नै केही कुरा सिक्नुभयो होला। त्यसैले यो भिडियोलाई लाइक, आफ्नो साथीहरूसँग सेयर गर्न नबिर्सनुहोला। फेरि अर्को भेटमा हामी भेट्नेछौँ। तबसम्मका लागि आफ्नो ख्याल गर्नुहोला। धन्यवाद।